हेलो दर्शक नमस्ते सबैलाई फेरि पनि मेरो अर्को भिडियोमा तपाईँहरूलाई म स्वागत गर्छु। मेरो भिडियोमा तपाईँहरूलाई सन्चै हुनुहुन्छ ल? म पनि आरामै छु। यो एरिया चाहिँ गाइज होइन, म प्रायः जसो रनिङ गर्ने एरिया हो। म प्रायः जसो आउँछु यो ठाउँमा चाहिँ होइन, राम्रो छ। 2-3टा फुटबल चौर छ होइन, राम्रो छ। सानो नि छ यो मेरो अगाडिपट्टि चाहिँ ठुलो नै हो, यो चाहिँ मेरो सानो हो। त्यसपछि उपारिपट्टि छ एउटा होइन। आजको भिडियोमा चाहिँ म थोरै हामी सामाजिक सञ्जालका कुराहरू, सामाजिक सञ्जालमा के गरिरहेको छौँ त्यो कुरामा थोरै कपी गरौँ, होइन, थोरै त्यो कुरामा हामी कुरा गरौँ होइन। अनि थोरै कुरा समाजको कुरा काटौँ होइन, त्यसपछि आफ्नो बारेमा त भन्दै गरौँ होला होइन। ओके गाइज, ल सुरु गरौँ है। थोरै हामी समाज केलाई भनिन्छ हाम्रो, हामी समाजलाई के भन्छौँ, के दोषी दिन्छौँ? कतै तपाईँ पनि यो गरिदिनु, मलाई समाजले के दिएन, मलाई यो देशले के गरेन, मलाई यहाँ केही पनि भएन भन्ने कुरा सोच्दै हुनुहुन्छ भने त्यो तपाईँ गलत हुनुहुन्छ है। समाज यस्तो चिज हो, तपाईँ हामी मिलेरै बनाएको होइन हो कि। समाजलाई तपाईँले जस्तो दिनुहुन्छ त्यस्तै समाजले रिटर्न गर्नुहुन्छ। बाँकी कुरा यस्तो हो कि अहिले समाज यस्तो भएको छ कि होइन, सामाजिक सञ्जालको समाज भइरहेछ अहिले तपाईँलाई कसैले कम्युनिजम भन्ने कुरा नै छैन कि। कम्युनिटीको कुराहरू सबै हामी पहिला हामी खाना खाएपछि भेटघाट गर्ने, कुरा गर्ने, त्यो अनुसारको छँदै छैन अहिले। तर यो भन्दै गर्दामा छँदै छैन भन्दा गर्दा थोरै राम्रो पक्ष पनि छ, त्यो पनि कुरा गर्दै गरौँला होइन। पहिला थोरै यो समस्याको कुरा गरौँ, त्यसपछि समाधानको कुरा गरौँ, त्यसपछि के हुन्छ त्यसो म भन्दै गर्छु नि तपाईँहरूलाई। अनि समाजकोमा भएका यो महान बुद्धिजीवी वर्गहरू, यो उहाँहरूलाई चाहिँ म नमन्नै गर्छु कि तपाईँहरू नचाहिँदो कुराहरू विश्लेषण नगरिदिनुहोस् कि। एकदम राम्रो पक्ष समाजलाई राम्रो कुराहरू विश्लेषण गरिदिनुहोस्। कसैले आदर्श मानेर फलो गरिरहेको हुन्छ होइन, उहाँहरूले दिन दुखुरीको बारेमा बोल्दा मात्रै नै अलि बेटर हुन्छ जस्तो लाग्छ। बोलेर मात्र भएन, त्यो दिन दुखीलाई कतिको सहयोग पनि गएको छ त्यो कुरा पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। र यो कुरा सामाजिक सञ्जालको कुरा गरौँ है। सामाजिक सञ्जालमा अहिले सानो सानो क्लिपहरू बनाएर भाइरल बनाएर होइन, अब त्यसलाई त्यो सम्बन्धी मुख छोड्ने, त्यो कुराबाट नराम्रो गाली गलौज गर्ने, गालीको वर्षा गर्ने, त्यो कामहरू एकदम बन्द गरौँ हामी युवाले। फर्स्ट अफ अल त हामी युवाको जमात छ अहिले, धेरै कन्टेन्ट क्रिएटरहरू पनि हुनुहुन्छ होइन। उहाँहरूलाई एकदम सेल्युट छ, उहाँले आफ्नो ठाउँमा गर्नुभएको छ, त्यो एकदम राम्रो छ होइन। तर कन्टेन्टको लागि चाहिँ गाली नगरौँ कि साथीहरू यार, कन्टेन्टको लागि गाली नगरौँ होइन, कन्टेन्टको लागि कुरा नगरौँ। सामाजिक सञ्जालमा भिडियो सानो सानो क्लिप लिएर गाली गर्नेको अलिक कमी छैन यहाँ, कोही पनि कमी छैन हामी। तर यो कुराहरूलाई हामीले अलिकति रोकथाम गरेर अलि राम्रो कन्टेन्ट, सामाजिक अवेरनेसको कुराहरू, समाजमा भएको विसङ्गति विकृतिलाई कसरी हामीले समाधान गर्ने भन्ने कुराहरूमा यसो सोसल अवेरनेस ब्लगिङहरू, भिडियोहरू, कन्टेन्टहरू बनाउँदा अलिक बेटर हुन्छ कि साथीहरू, मलाई त्यो लाग्छ है। तपाईँहरूलाई कस्तो लाग्छ त्यो कमेन्ट गर्नु होला। तपाईँलाई यो कुरा मन नपर्न सक्छ, त मुलाले भनेर के हुन्छ भन्ने कुरा भन्ने होला होइन। ठिकै छ, तपाईँहरूलाई त्यो कुरा नपच्न पनि सक्छ होइन। तपाईँहरूलाई सानो उदाहरण दिन्छु यहीँको होइन म तपाईँलाई। हेर्नुहोस् यहाँ चौर छ होइन, चौर छ, चौरमा म तपाईँलाई यहाँ बस्ने ठाउँ पनि छ, तपाईँलाई देखाउने छु म। यो चाहिँ बस्ने ठाउँ होइन त। त्यहाँ पारि हेर्नुहोस् डस्टबिन छ, डस्टबिन छ। मेरो ठ्याक्क अपोजिट साइडमा पनि अगाडिपट्टि साइडमा पनि त्यही छ। यो भनेको एउटा राम्रो कुरा पनि हो कि। तपाईँहरूलाई खाना खायो, तपाईँ त्यो डस्टबिनमा हाल्यो होइन, त्यो डस्टबिनमा उठाउने मान्छे नै हुन्छ, त्यसको लागि पे गरेको हुन्छ, हामीले ट्याक्स पे गर्छौँ। तर हामी के गर्छौँ भने खाना के खान्छौँ, पानी खान्छौँ, बोतल फ्याँकिदिन्छौँ बाटोमै, बिस्किट खान्छौँ, चाउचाउ खान्छौँ, त्यो बाटोमै फालिदिन्छौँ होइन। त्यो कामहरू चाहिँ अलिकति कम गर्नुपर्छ जस्तो लाग्छ हामीले चाहिँ होइन। अब लगभग अहिले त धेरै मान्छेमा मैले त्यो चेतना पनि देखेको छु, धेरै राम्रो। जब यो बालन सरकार मेयर हुँदा फेरिको नै त्यो बोतलहरू अलिकति कम भएको जस्तो लाग्छ मलाई चाहिँ अहिले चाहिँ होइन।
पहिलाको तुलनामा चाहिँ। तर त्यही पनि अझै पनि छ त्यस्तो कुराहरू, त्यो कुराहरूलाई हामीले निर्मूल पनि पार्नुपर्छ, त्यो कुरालाई समाधान गर्नुपर्छ। गाइज हामी युवा हो, देशमा कर्णधार हो, देशको भविष्य हुन्, हामीले नै गरेनौँ भने भोलि कसले गर्छ त? हाम्रो सन्तानलाई त हामीले नै सिकाउने हो, भोलि हामीले जे सिकायो त्यही हुने हो होइन, उनीहरूलाई त होइन। रह्यो कुरा अब यो हामी विज्ञको कुराहरू पनि गरौँ होइन, हामी विद्वान मान्छे क्रान्तिकारी कुरा गर्छौँ, यो कुरा गर्छौँ, तर उहाँहरू 1 रुपियाँ सहयोग गर्दैनौँ कसैलाई। हुन त उहाँहरूलाई त त्यो बोलेर पैसा आएको होला, त्यो बोलेर के आएको होला होइन, के आएको होला, त्यो बोलेर पुगिरहेको होला होइन। हामी पनि यहाँ कन्टेन्ट बनाएर बोलेर पैसा आउन नि सक्छ होइन। म चाहिँ पैसाको लागि होइन, एउटा भिडियो कन्टेन्ट समाजमा भएको कुराहरूमा अवेरनेसको लागि बनाउन खोजिरहेको छु। पैसा त म आफै कमाइरहेको छु होइन, काम गर्छु, अमेरिका जस्तो देशमा छु, कमाउनै पर्छ होइन। मैले चाहिँ पहिला जस्तो ड्युटी चाहिँ धेरै कम गरेको छु अहिले होइन, अहिले चाहिँ धेरै कम गरेको छु। म एउटा मात्रै जब गर्छु, पहिला डबल जब हुन्थ्यो, 18-19 घन्टाको सिफ्ट हुन्थ्यो होइन। अहिले थोरै कम गरेको छु, मेरो थोरै स्वास्थ्यमा प्रब्लम आएको भएर म चाहिँ अहिले राम्रो पे पनि गरेछ कम्पनीले, मलाई राम्रो पे गर्छ। धेरै ठुलो आकाङ्क्षा राखेर म दौडेको छुइनँ अहिले। म 1 वर्ष अझै यसरी नै हिँड्छु होला, त्यसपछि चाहिँ अलि बढी काम गर्छु होला। मेरो थोरै कुराहरू छ, म एकदम आत्तिएर दौडिने मान्छे पनि होइन त्यो कुराहरूमा होइन। पैसा भने चाहिँ जिन्दगीभरि कमाएर पनि पुग्दैन, जति कमायो नि होइन, एउटा सर्टेन कुराहरू जोड्न सकिन्छ भन्ने कुरा हो होइन। खुसी मिल्ने कुरा नि हो, थोरै खुसी नि मिल्छ। अब ब्याक टु कन्टेन्ट कुरा गरौँ होइन, समाजको अहिले चाहिँ यो मैले सानो कुराहरू देखेको, यो भिडियो क्लिप बनाएर भाइरल बन्ने, छाडा बोल्ने कामहरू केटाहरू यो बन्द गरौँ केटाहरू। यसको लागि कन्टेन्ट एकदम हो। अब तपाईँहरू भिडियो बनाउनुहुन्छ, कन्टेन्ट क्रिएसन गर्नुहुन्छ, सानो सानो भिडियो फेसबुकमा हालेर राम्रो इन्कम पनि आउँछ होला तपाईँहरूलाई, तर गाली क्लोज नगरौँ। एकदम छाडा तन्त्र भयो क्या हामी, यहाँ छाडा भयौँ हामी, छाडा गाली क्लोज सामाजिक सञ्जाल हेर्नै नहुने भयो, यता फर्के नि छाडा, उता फर्के नि छाडा। त्यसै त हामी अलरेडी ग्रे लिस्टमा परिसकेका छौँ। यो कुराहरूलाई चाहिँ नबोलाउँ। हामीले कसरी हुन्छ समाजलाई सुधार गरेर, समाजमा कति आएको भुसुन आज मलाई सरी गाइस, समाजमा राम्रो बनाएर समाजलाई एउटा समाज राम्रो भइसकेपछि त्यसपछि देश राम्रो हुन्छ होइन। त्यसपछि ग्रेबाट ग्रिनमा झर्छ कि हामी अलरेडी हामी ग्रे लिस्टमा छ, ब्ल्याक लिस्टमा पऱ्यो भने त हाम्रो त जिन्दगी गयो त साथीहरू। हामी कहीँ पनि के जाँदैनौँ, के अरे कहीँ पनि जान पाउँदैनौँ, कहीँ पनि के गर्नुपर्छ आफ्नो देशमा। भोलि पर्सि भिजिटमा जान कहीँ गएर घुम्न परे पनि नि हामीलाई एकदमै हेल्प छन्, जहाँसुकै जाओस्। पछि गएर हामी विदेशमा बसिरहेको नेपालीलाई पनि धेरै गाह्रो हुन्छ त्यो ब्ल्याक लिस्टमा पऱ्यो भने चाहिँ। तर हामी समाजलाई अझै राम्रो बनाउन कतिको कोसिस गरिरहेको छौँ त्यो पनि हेर्नुपर्छ होइन। तपाईँ आफै चेन्ज हुँदैन भने त्यो भोलि समाजले तपाईँलाई के दियो के दिएन भन्ने कुरा पनि त्यो एकदमै म्याटर गर्दैन क्या। र यो कुरा अब हामीले गर्नुपर्ने कुराहरू चाहिँ के रहेछ भन्ने कुरा चाहिँ मैले सानोतिनो सुरु स्मल थिङहरू गरेको। जस्तै अहिले मैले डस्टबिन देखाएँ, यो डस्टबिनहरूको ठाउँमा व्यवस्था गर्ने, यो फोहोरलाई एकदम रिसाइकलको एउटा फोहोरको लागि एउटा छुट्टै यो जमिन लिएर त्यसलाई गाउँ सहरभन्दा धेरै टाढा राखेर होइन, जङ्गलको बिचमा होस् चाहे के होस्, चाहे यो वनले पनि होइन जङ्गललाई पनि नराम्रो त हुन्छ, तैपनि त्यसलाई पनि रिसाइकल गर्ने, त्यो एरियामा कुनै पनि बस्ती नबसाउने, त्यो कुरो अहिले यो सिस्टोलको केसहरू एकदमै त्यो भनेको पाप हो क्या साथीहरू। त्यो चाहिँ होइन, मलाई चाहिँ त्यसको बारेमा बनाउनु पऱ्यो भिडियो, त्यसमा आवाज उठाउँ सबैले। तर कसैले मैले आवाज उठाएको देखेको छैन त्यो सिस्टोलको बिचरा बासीहरूको लागि होइन। त्यो कुराहरू चाहिँ हामीले गर्नुपर्छ होइन। यस्तै कुराहरू तपाईँहरूलाई कतिको मनपर्छ होइन, कतिको लाइक लाग्छ, कतिको के हुन्छ कमेन्ट डाउन गर्नु होला होइन। मेरो पेजलाई फलो गर्नु होला। म भर्खरको न्यू कन्टेन्ट क्रिएटर हो। यो पार्ट 1 म बनाउँदैछु, पार्ट 2 यसको, पार्ट 3 पार्ट 4 कति आउँछ म तपाईँहरूलाई भन्ने नै छु। यो चाहिँ पार्ट 1 हो होइन। अब रह्यो कुरा सानो यसको, अब मैले समस्या मात्रै देखाएँ होइन, राम्रो कुराहरू पनि नराम्रो कुराहरू मात्रै देखाएँ। अब राम्रो कुरा के छ भने हामी समाजमा अहिले कति सहयोग गर्छौँ होइन, कतिलाई सहयोग गर्छौँ, धेरैले सहयोग गर्छौँ। कतिले भन्छ स्टन गर्यो के गर्यो भन्छ, हामीले भिडियो बनाएर हाल्छौँ होइन। त्यो एउटा राम्रो पछि हो, भिडियो बनाएर हाल्नुपर्छ, किनकि सहयोग कुरा गरेर देख्यो त्यो पारदर्शिता हो। मैले तपाईँले पठाएको पैसा यसरी सहयोग गर्यो भन्ने कुरा
भन्ने कुरामा हो त्यो एकदमै राम्रो हो, त्यो एकदमै सन्तोषजनक नै छ जस्तो लाग्छ मलाई होइन। अरू कुराहरू चाहिँ यस्तै हो साथीहरू होइन, तपाईँहरू राम्रो काम गर्नुहोस्, सकारात्मक रहनुहोस्, स्टे पोजिटिभ, स्टे हेल्दी। आजलाई यति नै, मेरो अर्को भिडियोहरू आउँदै नै छ। तपाईँहरूलाई यस्तै यस्तै भिडियोहरू मनपर्छ भने कमेन्टमा डाउन गर्नु होला, के को विषयमा बनाउने थोरै भन्नु होला, म थोरै रिसर्च गर्छु, थोरै आफूले लेख्छु, त्यसपछि म भन्ने नै छु। आजलाई यति।